ल केटाहरू है हामीहरू अहिले एउटा सानो हरर भ्लग बनाइरहेको छु। उता अगाडि चाहिँ सचिन अनि यहाँ पछाडि चाहिँ फ्रम बङ्गलादेश। यो हनी सिंगर देखा ना इधर देखा इधर यो हनी सिंगर या यो जॉनी सॉन्ग इधर ही है ना 100 प्लेस। हाँ साला अच्छा लग रहा है इधर। अभी दिखेगा। ल हेर्दै गर्नुहोस् है अहिले देखाउँछु। यो एरियामा सबसे तुम 3 साल में नहीं घूमे हम 3 दिन में घर फाड़ के रख दिया इस जगह। यो एरियामा सबैभन्दा तर्साउने ठाउँ अरे यो। ठ्याक्क राति पढिरहेछ। राति 12 बजी पनि जान्थ्यो हामी त मतलब थिएन होइन, तर टिआरसी कार्ड बोकेको छैन। धेरै पुरानो घर हो है यो। हेर्नुहोस् पुरै भत्किया छ, पुरै भत्किया छ। इधर किसने घर बनाया? और ये तक क्या है अगाडि आगे आएगा अभी सीन। हरर प्लेस हेर्नुहोस् यहाँ पुरै सिसा फुट्या छ। खिचेगा अंदर से। ल सुरु हामी यहाँ गफमा व्यस्त भए पनि यो क्लिप राम्रो हेर्नु है, देखेला के चाल। ल यही हो मेन एरिया। ल हेर्नुहोस् बङ्गला सुरु भयो। ल हेर्नुहोस् है हरर प्लेस। यताबाट गइदियो भने तलसम्म। घरमै त ल त्यहीँ गएर देखाउँछ है। लगाएर पछाडि क्यामेरा टक्क अगाडि गइरहेको। पछाडि बिजिएम साउन्ड पनि त्यस्तै लगाउने यसमा। ल हेर्नुहोस् पुरै यहाँ घरमा पुरै रुखहरू। ल यही हो है तर्साउने एरिया यहाँको। अब योभन्दा उता त हेर्नुहोस् सिन डेन्जर छ। वहाँ पे मिले थे ना तुम्हें सिंगरमैन हम चार, यहीं से तो गए थे हम। भित्रै गएर देखाउने छु। ल रोक्नुहोस् यस्तो छ हालत। कति पुरानो घर होला अब आफै सोच्नुहोस् घर हेरेर। अनि यसपछिको मेन सिन चाहिँ मेन एरिया यहाँको 100, त्यो चाहिँ अब अर्को भिडियोमा देखाउँछु। अहिले चाहिँ यहाँ पनि तर्साउँछ भन्छन् होइन। ल भिडियोमा के यसो देखिया छ भने चाहिँ भन्नु होला। ल अब भित्र घुसिरहेको छु है हामी। यहाँ अलि डार्क एरिया आयो। ल हेर्नुहोस् यो घर, यहाँ अर्को घर छ भत्केको। यो त टोटल्ली डार्क देखिरहेको छ पुरै। ल हेर्नुहोस् कति पुरानो घर होला। यहाँदेखि अलि यता उज्यालो पनि देखिरहेछ।